चोट दिने भनेकै आफन्तले हो। पराई त झुकिएर ठोक्किँदा पनि माफी माग्छन्। यो कुरा सुन्दा तितो लाग्न सक्छ, तर धेरै मानिसहरूको जीवनको एउटा वास्तविक अनुभव यही हुन्छ। हामीलाई रुवाउनेहरू प्रायः ती हुँदैनन् जसलाई हामी चिन्दैनौँ। हामीलाई रुवाउने त ती नै हुन्छन् जसलाई हामीले आफ्नो संसार ठानेका हुन्छौँ। हामी सबैभन्दा धेरै भरोसा आफ्नै मानिसहरूमाथि गर्छौँ। आफ्ना खुसी, दुःख, कमजोरी र सपना उनीहरूसँग बाँड्छौँ, किनकि हामीलाई लाग्छ आफ्ना मानिसहरूले कहिल्यै चोट दिँदैनन्। तर विडम्बना, कहिलेकाहीँ सबैभन्दा गहिरो घाउ त्यहीँबाट आउँछ जहाँ हामीले सबैभन्दा धेरै विश्वास गरेका हुन्छौँ। पराई मानिससँग हाम्रो धेरै अपेक्षा हुँदैन, त्यसैले उनीहरूले सामान्य सम्मान देखाउँदा पनि मन खुसी हुन्छ। मैले भन्न खोजेको सबै आफन्त नराम्रा हुन्छन् भन्ने होइन। संसारमा आज पनि अरूको दुःखलाई आफ्नो सम्झेर साथ दिने, निस्वार्थ माया गर्ने, कठिन समयमा कहिल्यै साथ नछोड्ने आफन्तहरू पनि हुन्छन्। तर केही आफ्नाहरू त्यस्ता पनि हुन्छन्